हाम्रो पैदल यात्रा छ सबैजनाको। हामी कहाँसम्म जाने ल भनिदिनु त। सूर्यकुण्ड छिन्नमस्ता मन्दिर उकालो। आज हाम्रो 4 घन्टे प्याकेजको हाइकिङ हो। 4 घन्टा मात्रै हुन्छ? 4 घन्टा मात्रै हुन्छ? खोइ विकास सोल्टी उकालो चढ्दैछौँ हामी। लड्नु होला है। छिन्नमस्ताको उकालो फर्स्ट टाइम आज यसरी हाइकिङ हिँड्दैछु। तलबाट हिँड्दै हिँड्दै यहाँ आयौँ। अब यहाँबाट उकालो जाँदैछौँ। बर्खामा त गाह्रो हुनेछ यस्तो बाटो ठाडै भएर। प्रभु हामी भर्खर 5% आइपुग्यौँ। यत्रो बाटो अझै कति हिँड्नुपर्ने। बाटो Oh my God. यो उकालो कुन ठाउँमा रे? अर्चले आइपुग्यो हामी। पङ्खवती स्कुल कहाँ हो? यहाँ पङ्खवती स्कुल। पङ्खवती रे वहाँ कटा अरे कटरे चाहिँ हो। पानी भर न बाबु बोतल भयो हाम्रो अब खाजाको ब्रेक भयो। खाजाको ब्रेक हामी खाजा खाना तयार भइसक्यो। अर्चलेको अलिक माथिपट्टि थाम्नु परेन। चम्ची कहाँ छ? चम्ची कसकोमा छ? त्यहीँनिर हो। त्यही प्लेटमै राखेको माउ त छ। चाम्रे पनि पुरा फ्रिज भइसक्यो जमेर। हाम्रो खाजा बन्धनबाट छ। हामी चाहिँ अब भवानी थानतिर जाँदैछौँ। भवानी थानको मन्दिर साइडमा घुम्दै घुम्दै यो चाहिँ लालकोट गढी। बाबु बसेको ठाउँमा त राम्रो आउँदो रहेछ है। आज चाहिँ हामी यहाँ लालकोट गढी आइपुगेछौँ। लालकोट गढी यहाँबाट चाहिँ राम्रो भ्युजहरू आउँदो रहेछ। यहाँबाट भ्यू